यतिसम्म बदमासीपूर्ण काम गरेको छ त्यस्तो तर मलाई बताउनु हवालाई दिनु छैन तर यो देशको जनता छ यो देशको अदालत छ सबले चाहिँ जानेको छ बुझेको छ यिनीहरूलाई भोलि हामी देखाएर सक्छौँ यस्तो किसिमको राजा ज्ञान छ किन अरू सक्छ यहाँ राजा ज्ञानको उसमा लोक गर्ने भने संविधान सभाको पहिलो बैठकले नेपालमा गणतन्त्र ल्याएको गणतन्त्र चुनेको संविधान सभा ल्याएको गणतन्त्र बुझाएको हो त्यो मैले चाहेको आउनु लगाउनु छैन मैले आज जाने लगाउनु छैन यस कारण सबभन्दा ठुलो कुरा हो नेपाली जनता नेपालको मालिक हो त्यो मालिक जीवन के हुन्छ अदालत हो सर्वोच्च अदालत जनताको अदालत मात्रै होइन यो संस्था मानेमा पञ्चायत कालदेखि नै निष्पक्ष न्याय दिएको अदालत हो त्यो अदालतमा मेरो पुरा विश्वास छ मलाई विश्वास छ भोलि हामी लड्नेछौँ यति भनिदिएको तपाईँलाई धन्यवाद एउटा कृषि मन्त्रीलाई अस्ति पनि मलाई चाहिँ अन्तर्राष्ट्रिय क्रिमिनल कोर्टको मुद्दाहरूको खिलाफमा त्यसपछि उनी अन्तर्राष्ट्रिय कोर्टले सेवालाई हात पक्रिदिनु उनीहरूले हामी थिएँ उसको वाइफले कुरा पक्रिदिनु भयो यही पनि मुद्दामा हाल्यो त्यस्तो खडाएको छ यहाँ त्यही पनि यहाँ थियो अदालतले सोच्दा पनि सेवा दुबारा आलुदा पक्रिनु आदि दिए त्यही पनि बदमासी हो यहाँ पनि के भन्ने चाहिँ सम्पत्ति सुरु आएको सम्पत्ति आयोले एकपल्ट आयो केही छैन भने दोस्रोपल्ट आयो केही छैन भने पुरा निकाल्यो